गाइस वेलकम बैक अगेन। थुप्रै दिनपछि बल्ल आज मेरो रुम सरेको त भयो, 1.5 हप्ता भयो, तर फाइनली आज रुम टोटली कम्प्लिट। सामानहरू ल्याएर सफा नयाँ रुममा त अर्को फोरै थियो, यस असर गरेर सामान ल्याएर टेबल कुर्सीहरू ल्याएर रुम सेट भइसकेको छ। ल आज म चाहिँ रुमको टुर बनाउन लागेको छु। यो कस्तो छ विदेशी जिन्दगी। टक्क यस्तो सिँढी चढेर गयो माथि होइन, सो यहाँ टक्कम बाहिर जति जुत्ताहरू गर्न जुत्ता थुप्रै छ, तर यो चाहिँ मोस्ट फ्रिक्वेन्ट युज गर्ने होला होइन। टक्क चुप्नु पऱ्यो, खासै राम्रो छैन गाइज। छिन्नभन्दा लाइट यहाँ टक्क लाइट बल्यो। यो चाहिँ एउटा आकाशबाट आउँछ हावा होइन, टक्क यहाँ माथि चढेर टक्क भ्यूहरू हेर्छ नि पाइयो है। मजाले फुल भ्यूहरू चोर्ने पाइयो। एउटा भयो टक्क, यो चाहिँ जस बन्द गरेर हामी किनभने घर पानी परिरहेको छ। अर्को जग्गा चाहिँ यतापट्टि पछाडि छ। बिस्तारै चाहिँ यही हो मोबाइल चार्ज गर्ने ठाउँ त्यहीँ भयो। स्टडी टेबल कुर्सी यहाँ चाहिँ मैले पार्सल मगाएको थिएँ, तर चार्जर भयो। यहाँ चाहिँ मैले टोस्टर जाम छ। यहाँ चाहिँ मैले सामानहरू यो उसको यो लाइट चाहिँ चुरो ठान भने होइन है, चुरो ठान भन्ने होइन। त्यहाँखेरि मैले यहाँ एउटा प्रोजेक्ट बनाउनु म अहिले देखाउँदैछु। अनि यहाँ चाहिँ फ्रुट्स केरा है, त्यही हो। चुरो ठाने मैले एउटा प्रोजेक्ट बनाउँदैछु, फायर अलार्म भन्ने है। घरमा आगो लाग्यो भने टक्क साइरन बज्ने होला। अनि त्यसको लागि गर्दा एउटा खाली छ। अर्को चाहिँ यो चाहिँ नयाँ किनेर ल्याएको चुरोट खानलाई चाहिँ बिजली जमाउने त्यस्तो फाल्टु सोच्ने होइन फेरि कहिले पनि। यो चाहिँ मेरो नर्मल हिटर हो, कहिले कसै त्यही जाडो हुने एक्सटर्नल हिटर पनि ल्याएको छु। अब यो चाहिँ मेरो दराज, पोर्टेबल दराज, आगोमा सहिएन टक्क। यहाँ चाहिँ यो ज्याकेट एउटा दुईवटा तिनवटा चारवटा सबै नेपाली ज्याकेट हो, नेपाली ब्रान्ड है। यो कपडा सेम कलर छ हेर्नु न, घरबाट मगाएको सबै सेम कलर। यो कलर पनि भइहाल्यो। यो चाहिँ अब आउँदाखेरि लाग्यो खादा। अनि यो चाहिँ हल्का नर्मल आउटरहरू जस्तै हो। यहाँ तल चाहिँ टी सर्टहरू छन् हाइनेक, यहाँ तल सरिएन। यो फुल्ली खोल्न मिल्छ, तर जस नखोलौँ भनेर हो, त्यही हो। अनि अब क्रिकेट एक्लै खेलिन्छ क्रिकेट। यो चाहिँ बिन भइहाल्यो त्यति हो। रुम चाहिँ जस्तो खासै राम्रो त होइन, तर जस्तो ठिकै हो नि त होइन। अलिक सानो देखिन्छ, तर ठुलै छ। यो फोनमा सानो देखिया हो, हाम्रो नेपालको भन्दा ठुलै घर हो।